बिग्रँदा अर्कै, परिस्थिति सप्रँदा अर्कै, नियति बिग्रँदा अर्कै, नियति सप्रँदा अर्कै। यो अचम्मको मन पानी जस्तो, भाँडाको रङ आफै हो कि जस्तो गरी कहिले नीलो कहिले कालो भइरहन्छ, कहिले सेतो कहिले रातो भइरहन्छ। यो अचम्मको मन पानी जस्तो, भाँडाको रङ आफै हो कि जस्तो गरी परिवर्तन भइरहन्छ। शरीरको सङ्केत अनुसार बदलिन्छ, ऊर्जा अनुसार बदलिन्छ, निराशा अनुसार बदलिन्छ। दिमागले एकैछिन मन अनुसार, दिमाग पनि एकैछिन मन अनुसार बदलिन्छ, राग अनुसार बदलिन्छ, क्रोध अनुसार बदलिन्छ। मनसँगै समग्र अस्तित्वको बोध बदलिन्छ। रहरको भारी बोकिरहने गरुङ्गो मन ब्ल्याक होलले प्रकाश लिले जस्तै कहिल्यै अगाउँदैन। सानो छँदाको मन सानै कुरामा कति खुसी, चकलेटमा खुसी, फुरुङमा खुसी, फुरुङमा पनि फुरुङ्ग हुने मन हुर्कँदै गर्दा किन बदलियो रागहरू भरिएपछि। शरीर बदलिएपछि मन फेरि किन बदलियो, मन त्यति विघ्न किन मातियो। अवरोध आएपछि, विघ्न छाएपछि मन फेरि त्यति विघ्न किन आतियो। शरीरमा बल भरिँदा उत्साहित हुने, शरीरमा बल नभरिँदा निरुत्साहित हुने। राग हुँदा अर्कै, वैराग हुँदा अर्कै। कस्तो उत्तर चढाव यो बोधको पनि। चैतन्य मात्रै भए, मन नभए लाखौं बुद्धहरूको अस्तित्व के हुन्थ्यो। ती बुद्धहरू जसलाई हुनुमै अमन छ, मन हुनेहरूले राजस बनाउँछन्, मन हुनेहरूले सङ्गीत बजाउँछन्। के ती बुद्धहरू फेरि मनमै फर्केनन् होला त? जसले आफूलाई मनबाट परको बताए फेरि बताउनै किन जरुरी थियो होला त? आफ्नै अहम मनको चस्माबाट के अस्तित्वमै रहर फर्केको होला त? के दिने नाम नै गलत थियो होला? जसलाई मनसँगै चैतन्यको बोध थियो, के दिने नाम नै गलत थियो होला त? अमन चैतन्य पुरुषको ती साँच्चीकै अमन थिए ती महान बुद्धहरू। धन्यवाद।